हेलो या नमस्ते सबैजनालाई। कति गाडीको मात्रै फेस देखाउनु भनेर आज मैले आफ्नै फेस देखाएँ। अनि गाडी चाहिँ आज भिनाजुको लगेर गएको थिएँ। भिनाजुलाई खै कता जाने काम छ भनेर छिटो छिटो पसल गएर सबै सामान सेटअप गरेर भगवान्लाई ढोक गरेँ। त्यसपछि हाम्रो फ्रेस निम्कीको सस पाकिरहेको थियो। अनि लाफिङको सेक्सन रेडी पार्नु पर्ने थियो। लाफिङको सेक्सन रेडी पारेँ मैले। कस्टमर आइसक्नु भएको थियो। अनि त्यसपछि अर्डर लिइहालेँ मैले फेरि 12-9 बजे पनि। अनि बिस्तारै सबैजना आउँदाखेरि थुप्रो अर्डर भइसकेको थियो। अनि मैले छिटो अर्डरहरू बनाएर खानाहरू सर्भ गरेँ। अनि त्यसपछि आज चाहिँ मैले भेज किमा बनाउनु पर्ने थियो। अनि चिकन पनि बनाउनु पर्ने थियो। यता फुड सर्भ गर्दै फुड बनाउँदै प्याजहरू छिल्दै थिएँ। अनि त्यत्तिकैमा आज अलि धेरै नै बिजी हुन थाल्यो। फुड बनाउँदै पास गर्दै गरिरहेको थिएँ। अनि यसो टाइम निकालेर क्लिप पनि खिचिरहेको थिएँ। सनराइज दाइ चाहिँ नेपाल गएर आउनुभएको थियो। अनि बाबु कान्छा कस्तो मिठो, मैले त एकदमै मिस गरेँ भन्दै हुनुहुन्थ्यो। अनि त्यतिकैमा फेरि मैले प्याज छिलिसकेँ। त्यसपछि एकदम भोक लाग्यो। अनि चाउमिन खाँदै थिएँ। पुरानो डनको सवारी भयो। पुरानो डनलाई आइलो भनेर फेरि उबरको अर्डर आउन थाल्यो। पानीपुरीको झोल बनाएँ। अनि फेरि बिनाजुले गाडी धुन छोडिदिनु भएको थियो। गाडी पिक गरेर आएँ। फेरि बिजी भयो। अनि अर्डर बनाउँदा पास गर्दा काम गर्न मजा आइरहेको थियो। अनि म बाहिर फ्रन्टमा काम गर्न आएँ। उबर एकदमै बिजी थियो। अनि भेज किमाको चप गराइरहेको थिएँ। त्यतिकैमा फेरि आज सबैले यहीँ पसलमा खाना खाऊँ भन्नुभयो दिदीहरूले। अनि मैले फटाफट खाना बनाएर खाएर हामी घरतिर लाग्यौँ। थ्याङ्क यू गाइज।